हेलो एभ्रिवान मैले चाहिँ 2 दिन अगाडि निगुरो लिएर आएको थिएँ कि अनि आज अचार बनाउनु पर्यो भनेर यसो हेरेको त सबै कालो न कालो पो हुन लागिसकेको रहेछ। अनि विरक्त लाग्यो कि अब के गर्नु भयो। यति खान मन लागेको थिएन मलाई चाहिँ अचार यसको। अनि लागे होस् भनेर अनि धनिया हेर्छु, धनियाको हालत पनि त्यस्तै क्या। जेसुकै होस् आज म बनाएरै छाड्छु भन्ने भयो मलाई चाहिँ। अनि म लागे अचार बनाउनतिर। अनि भरे लास्टमा खाना त साह्रै मिठो भएको थियो कि। अनि सुरुमा मैले पानी उमालेर चाहिँ त्यो कटिङ गरेको निगुरो हालेर चाहिँ चिसो पानीमा निकाले एकछिन। अनि निकालिसकेर उतातिर टमाटर, लसुन, अदुवा, आँप चाहिँ एकछिन तेलमा हालेर पकाएँ। त्यसपछि मैले त्यसको प्युरी बनाएँ है, पेस्ट बनाएँ। अनि धनियाहरू कटिङ गरेर हालेँ, निगुरोमा आलु हालेँ बोइल गरेको, प्याज हालेँ अनि बेसार हालेँ माथिबाट र एउटा खोर्सानी र मेथी तेलमा तताएर चाहिँ हालेँ अचारमा। अनि मजाले मोलेँ के। भरे यसो हेर्छु त मसँग त छोप्ने रहेनछ। होस् छोपिना पनि म दामी बनाउँछु भनेर सोचेँ। अनि मैले चाहिँ नुन पनि हालेँ थोरै स्वादअनुसारले। भरे खाँदाखेरि यो चाहिँ सारा फुडको अचार हो, अकबरेको मेरो फेभरेट अचार भन्दा पनि हुन्छ। अनि म चाहिँ भातसँग जहिले लिन्छु कि। यस्तो दामी भएन क्या भरे टेस्ट त खाँदाखेरि। थ्याङ्क यू एभ्रिवान।